ओके फाइनल्ली ल यो सामसुङको वासिङ मेसिन यसको पनि स्पाइडर भाँचिएर यस्तो भइरहेछ है। सामसुङको वासिङ मेसिन सबै एकदम ढक भएर बसेको है। ल बनाउँदैछु हो। ठुली आमा कहाँ गयो? ठुली आमालाई बोला हेर्नलाई। ल आउनुहोस् दिदी, यहाँ हेर्ने आउनु न, हजुरको समस्या भनेको। यी 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 यस्तो ल हेर्नुहोस्, यो भाँचिएको है, पुरा भाँचियो नि। यो भाँचिएर त धक यस्तो भएर कमन हुँदो रहेछ त। पहिला त राम्रै हुन्छ रे। यो फेर्नुपर्छ। यो पुरा फेर्ने अब यो स्पाइडरै फेर्ने दिदी त यस्तो भएछ। ल नयाँ स्पाइडर हाल्ने ल। यो स्पाइडर भाँचियो अब, यो स्पाइडर भाँचिएको है। यी नयाँ स्पाइडर राखेछ है। यो नयाँ स्पाइडर एउटा बेरिङ पनि फेरियो है। यस्तो स्पाइडर राखेर यस्तो सल्लो जानुपर्छ के। यस्तो छ यस्तो र भाँचिन्छ। केमिकलले 2-2 महिना 3-3 महिना साफ गरेर भने यस्तो हालत हुन्छ है स्पाइडरको। ल हेर्नुहोस्, पिसे पिस है, पिसे पिस। त्यही भएर यो मैले त्यही भएर भन्छु के, केमिकलले 3-3 महिनामा साफ गरिराख्ने। तपाईँको त बोरिङको पानी छ नि दाइ, तपाईँले चाहिँ हर उमा चाहिँ साफ गर्नुपर्छ कि 2-2 महिनामा। बोरिङको पानी हुने ठाउँमा 2-2 महिनामा त साफ गरिहाल्नुपर्छ, नत्र गाह्रो हुन्छ। किन यता गयो छोरो, किन यता टक्रियो यो? मारिदिउँ हुन्छ। ओके लास्ट फाइनल्ली ल यस्तो दामी भयो है। ल स्पाइडर फेरेर सिद्धियो टक्क लाएर, राम्रो सामान आएछ ल एकदम। कति 100 आरपिएम नदिन्छ यस्तो घुम्नुपर्छ कि दाइ। आवाज दिएन नि, न त पहिला त डङ 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 गर्थ्यो होला। हाम्रो दाजुको हो, हाम्रो दाजुको, हाम्रो दिदी, मेरो साली दिदी हो। साक्खै मामाको छोरी है। ल यता छोरो, टेक्निसियन बनाएर सिद्धियो अब यो। लास्ट कमिसनिङ गर्दैछु फाइनल्ली है। एकदम ठिक छ। एकदम राम्रो भएछ। 70,000 को माल अनि दाइले बनाउँदै नबनाएर घाक्रो घुक्रो गऱ्यो भने बर्बाद भएन होइन दिदी? त्यत्रो त्यत्रो किन्नु पऱ्यो भने 70,000 उतिखेर किन्नलाई समस्या हुँदैन त नि? समस्या हुन्छ नि त। यो पनि तर 7 सालसम्म चलेकै हो। 3 सालमा पनि गछ कि दाइ यस्तो। 3 सालमा पनि यस्तो भाजम भुजुम भएछ कि स्पाइडर। सामसुङकै हो, सेम टु सेम यही हो। ल हेर स्पाइडर त यस्तो छ अहिले, स्पाइडर यस्तो भाजम भुजुमै छ यस्तो स्पाइडर। हेर्नु न, साबुन पनि धेरै नहाल्नु है। होइन होइन यो आल्मुनियम हो दाइ, आल्मुनियमको हो। हजुर ओके गुड नाइट। अब रातको 8 बजिसक्यो। फाइनल्ली चाहिँ बनाएर सिद्धियो है यो वासिङ मेसिन। एकदम राम्रो आवाज आएछ, भाइब्रेसन छैन, केही छैन। फाइनल्ली दाजुले भन्दा हाम्रो भेनाजुले नम्बर दिनुभएछ र अनि हाम्रो दाजुले मलाई कल गरेर बनाउने चान्स पाइयो है। ल ल ल ल सम्झिनु होला होइन। अरूले लाने पैसा आफ्नै इष्टमित्र लगेको राम्रो भएन त दिदी?
अरूले भन्दा पनि अलिक कम गरिदिन्छु म। अरूले त कति लान्छ 12,000 बिना त घट्दै घट्दैन भुटीहरूको प्राइस। अझै त्यो स्पाइडरको मात्र दाजु, यो त बेयरिङ चेन भयो नट बोल्टहरू चेन्ज गरेर छुट्टै लिन्छ फेरि, त्यस्तो हुन्छ कि तिनीहरूले त्यसरी लिन्छ। ल पर्फेक्ट छ, सक्सेस भयो। पहिल्यै भन्छ तिनीहरूले त, पहिल्यै भनिदिन्छ नत्र